यसुको दया होस्, तपाईँ सबैको भलो होस्। हामी 3 दिनको कार्यक्रम सकेर राजु गुरुबाहरूसँग अहिले हामी बिचमा यो समुद्रको किनारमा आएका छौँ। यहाँनिर एउटा पद पढ्न चाहन्छु, मलाई साह्रै आशिष हिजो राति 1 घन्टा मनन गरेको पद हो यो, म तपाईँलाई पढ्न चाहन्छु। दोस्रो कोरिन्थी 3:18 भन्छ, हामी घुम्टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्बित गर्दछौँ। हामीद्वारा प्रभु महिमित अनि एउटा महिमादेखि अर्को महिमातिर उक्लँदै र उहाँको रूपमा बदलिँदै जान्छौँ। प्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। हाम्रो लक्ष्य के हो त भन्दा दिनदिनै उहाँको रूपमा स्वरूपमा उहाँ जस्तै है। पहिलो यूहन्ना 4:17 भन्छ नि, हामी येशू जस्तो हुनुहुन्छ, हामी यो संसारमा त्यस्तै छौँ। उहाँको महिमा प्रतिबिम्ब गर्दै महिमादेखि महिमा अधिकार चलाउँदै हालेलुया। अनि यति बेला फेरि जब समुद्रमा आउँछौँ उत्पत्ति 1:28 याद आउँछ, समुद्रमा भएको सबै कुरामाथि अधिकार गर, आकाशमा उड्नेमाथि अधिकार गर। हामीलाई अधिकार दिनुभएको छ, हामी मानिसौँ। त्यस कारणले साहसी हुनुहोस्, बलियो हुनुहोस्। मुख्य कुरो एक महिमादेखि अर्को महिमामा उक्लिँदै त्यसको रूपमा स्वरूपमा उहाँ जस्तै भएर अगाडि बढ्नुहोस्। एफिसी 2:6 भन्छ नि, हामी येशूसँग मरेका थियौँ, येशूसँग उठेर येशूसँग स्वर्गीय स्थानमा बसेका छौँ। हो सारा अधिकारले सुशोभित छौँ, हामी आशिषित छौँ। प्रभुले तपाईँलाई धेरै अनुग्रह गरून्। तपाईँ महिमादेखि महिमामा उक्लिनुहोस्, विश्वासदेखि विश्वासमा, बलमाथि बल, शक्तिमाथि शक्ति, राज गर्दै अगाडि बढ्नुहोस्। हालेलुया। आमेन।